जेन्जी आन्दोलनमा 19 जनाको ज्यान लिने गोली चलाउन आदेश दिने पिटर वान। बल प्रयोग गर्ने पहिलो आदेश पिटर वान कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ, आदेश माग गरिराख्नु पर्दैन, आवश्यक बल प्रयोग गर्ने। 6 महिनापछि बीबीसीको खुलासा, आइजिपी चन्द्र कुबेर खापुङले आदेश दिए, प्रहरीले जेन्जीमाथि गोली बसायो। गएको भदौ 23 गते अर्थात् सेप्टेम्बर 8 दिउँसो सुशासन माग्दै प्रदर्शनमा उत्रेका 19 युवा प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा ढले। गोली कसले चलायो? प्रहरीले स्पष्ट छ, तर गोली हान्ने आदेश कसले दियो यसको जवाब छैन। जेन्जी प्रदर्शनको करिब 6 महिनापछि बीबीसीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भनेको छ ती नवयुवाहरूमाथि गोली चलाउन आदेश दिने अधिकारी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ हुन्। धेरैमा आशंका थियो गोली चलाउन आदेश प्रहरी प्रमुखले दिए वा काठमाडौँका सिडिओले। बीबीसीको अनुसन्धानले भनेको छ गोली चलाउन आदेश दिने पिटर वान हुन्। पिटर वान प्रहरी महानिरीक्षक खापुङको कल साइन हो। बीबीसी वर्ल्ड सर्भिसको टोलीले सेप्टेम्बर 8 का घटनाहरूको विवरण भएको प्रहरीको आन्तरिक कागजात फेला पारेको छ, जसमा पिटर वान कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको 10 मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति माग गरेपछि आफ्ना अधिकारीहरूलाई आवश्यक बल प्रयोग गर्न आदेश दिएको खुलासा भएको छ। बीबीसीआई इन्भेस्टिगेसनको स्रोतका अनुसार पिटर वान नेपालका पूर्व प्रहरी महानिरीक्षक खापुङले प्रयोग गर्ने कल साइन थियो। खापुङले आफूले आदेश दिएको कुरालाई अस्वीकार गरेका छैनन्, तर नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र नेपाली कानून बमोजिम अन्य सबै प्रकारका बल प्रयोग गरिसकेपछि मात्र यस्तो आदेश दिएको बताएको छ। नोभेम्बरमा अवकाश प्राप्त गरेका खापुङले यसबारे प्रतिक्रिया माग्दा जवाफ नदिएको बीबीसीले उल्लेख गरेको छ। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य बीबीसीले परीक्षण गरेका भिडियो प्रमाणले 19 जना पीडित मध्ये सबैभन्दा कान्छा 17 वर्षीय श्रेम चौलागाई निहत्था रहेको र मृत्यु हुनु अघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखाउँछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। भदौ 23 र 24 गतेका घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ र कार्की आयोग प्रतिवेदन लेखनको अन्तिम तयारीमा छ। बीबीसीले लेखेको छ सेप्टेम्बर 8 मा राजधानीमा मारिएका 19 जना मध्ये स्कुलको पोसाकमै रहेका एक किशोर पनि थिए, जसलाई भिडबाट टाढा जाँदै गर्दा टाउकोको पछाडि गोली हानिएको थियो। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। जेन्जीहरू किन प्रदर्शनमा आए? बीबीसीले स्पष्ट भनेको छ नेपाल एक किशोरावयको लोकतन्त्र हो। 10 वर्षसम्म चलेको र 17,000 भन्दा बढी मानिसको ज्यान गएको गृहयुद्धपछि सन् 2008 मा यो गणतन्त्र बनेको थियो। नयाँ संविधानले नयाँ सुरुवातको बाचा गरेको 1 दशकपछि पनि धेरै युवाहरू ती आशाहरू पूरा नभएको बताउँछन्। केही अनुमानका अनुसार करिब 5 मध्ये 1 नेपाली युवा बेरोजगार छन्। यसको धेरै जसो निराशा अनलाइन मार्फत व्यक्त गरिएको छ, विशेष गरी 14 देखि 29 वर्ष उमेर समूहका जेन्जी बीच। गत अगस्तमा जेनजेड अभियन्ताहरूले सामाजिक सञ्जालमा सम्भ्रान्त वर्गको विशेष अधिकार प्राप्त सन्तानलाई लक्षित गर्दै नेपो बेबी जस्ता शब्दहरू प्रयोग गर्न थाले। सेप्टेम्बर 4 मा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स लगायतका केही प्लेटफर्महरूमा प्रतिबन्ध लगायो। त्यसपछि अभियन्ताहरू गेमिङ च्याट प्लेटफर्म डिस्कर्डमा सरे, जुन संगठित हुने मुख्य केन्द्र बन्यो। त्यही युथ एजेन्ट्स करप्सन र भ्रष्टाचार विरुद्धका युवाहरू फोरममा सदस्यहरूले सेप्टेम्बर 8 मा संसद बाहिर प्रदर्शन गर्ने योजना बनाए। त्यसपछि उनीहरू भदौ 23 अर्थात् सेप्टेम्बर 8 मा प्रदर्शनका लागि फेला भए। घटनाले थप आन्दोलन निम्ति आयो, जसका कारण नेपालका प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो र त्यसको भोलिपल्टै सरकार ढल्यो।
बीबीसीले थुप्रै तथ्य र प्रमाण सार्वजनिक गरेको छ। ती कसरी प्राप्त भए त्यो पनि खुलाएको छ। रिपोर्टमा भनिएको छ बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ 23 का घटनाहरूको विवरण संकलन गरिएको एक आन्तरिक प्रहरी दस्तावेज फेला पारेको छ। उक्त दस्तावेज अनुसार कर्फ्यू लागू भएको 10 मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक बल प्रयोग गर्न बारम्बार अनुरोध गरेपछि पिटर वान कल साइन प्रयोग गर्ने व्यक्तिले आफ्ना अधिकारीहरूलाई आवश्यक बल तैनात गर्न निर्देशन दिएका थिए। पिटर वान पुलिस आइजिपी को कल साइन हो र त्यतिबेला आइजिपी चन्द्र कुबेर खापुङ थिए। बीबीसीले जाँच गरेका भिडियो प्रमाणले देखाउँछ कि 19 जना पीडित मध्ये सबैभन्दा कान्छा 17 वर्षीय श्रीम झोलागाई निशस्त्र थिए र मृत्युको समयमा घटनास्थलबाट बाहिर निस्कन खोजिरहेका थिए। जिन्जी आन्दोलनकै उपलब्धिका रूपमा फागुन 21 मा चुनाव हुँदैछ। भोट हाल्न अब केही दिन मात्रै बाँकी छ। चुनावको मुखमै बीबीसीले प्राप्त गरेको प्रहरी लग र कार्यरत अधिकारीहरूको भित्री विवरणका आधारमा गोलीबारीसम्म पुर्याउने घटनाक्रमको श्रृङ्खला स्थापना गरेको छ। बीबीसीले आफ्नो अनुसन्धानलाई बलियो देखाउन 4000 भन्दा बढी भिडियो र तस्बिरहरूको विश्लेषण गरेको छ। सडकमा रहेका मानिसहरू र कमान्ड सेन्टरका अधिकारीहरूबाट प्राप्त विवरणको पनि विश्लेषण गरेको छ। 10 वर्ष माओवादीले सशस्त्र युद्ध गर्यो, दोस्रो जनआन्दोलनले राजतन्त्र फाल्यो, नयाँ संविधान बन्यो, तर युवाहरूको असन्तुष्टि मेटिएन। बीबीसीले भनेको छ 5 मध्ये 1 युवा नेपाली बेरोजगार छन्। धेरै जसो युवाहरूमा असन्तुष्टि छ, विशेष गरी 14 देखि 29 वर्षका जेनजी भनिने पुस्तामा देखिएको छ। तिनै युवाहरूले साउनदेखि नेपाली कुलीन वर्गका सुविधाभोगी सन्तानहरूलाई बुझाउन नेपो बेबी जस्ता शब्दहरू सामाजिक सञ्जालमा प्रयोग गर्न थालेका थिए। भदौ 19 सेप्टेम्बर 4 मा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स जस्ता केही प्लेटफर्महरूमा प्रतिबन्ध लगायो। त्यसपछि युवाहरू डिस्कर्डमा सरे, जुन संगठनको केन्द्र बन्यो। भ्रष्टाचार विरुद्ध युवा युथ एजेन्ट्स करप्सन नामक एक फोरम नै बन्यो र भदौ 23 गते संसद बाहिर विरोध प्रदर्शन गर्ने योजना बन्यो। कलेजको पोसाकमै भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी सीएमले आफ्नी आमासँग भनेका थिए, जिन्जी युवाहरू हुनेछन्, म मेरो पोसाकमा हुनेछु, यो शान्तिपूर्ण हुनेछ। सुशासन माग्दै नयाँ बानेश्वर पुगेका उनै सीएमले आफ्नी आमासँग प्रदर्शन सफल भएको खुसी साट्न पाएनन्। भदौ 23 को दिन नयाँ बानेश्वरमा कसरी त्यस्तो भयो? बीबीसीले टाइमलाइन दिएको छ। भदौ 23 को बिहान 9 बजेदेखि काठमाडौँको माइतीघर मण्डलामा युवाहरू जम्मा हुन थाले। संसदभन्दा केही सय मिटर टाढा ब्यारिकेड राखिएको थियो। सुरक्षा अधिकारीहरूले भिडको संख्यालाई निकै कम आकलन गरेका थिए, तर प्रहरीले अनुमान गरेको भन्दा 10 गुणा बढी अर्थात् करिब 30,000 मानिस प्रदर्शनमा आए। बिहान 11:47 मा प्रदर्शनकारीहरूको एक समूहले घेरा तोडेर अघि बढेपछि प्रहरीले ब्यारिकेड छोड्यो। बाह्र बजेर 15 मिनट जाँदा प्रदर्शनकारीहरूको एउटा समूहले संसद परिसरको पर्खाल नाग्यो। प्रहरीले असुरग्यास र लाठी प्रहार गर्यो, तर डिस्कर्डमा आयोजकहरूले पछि हट्न आग्रह गर्दा पनि भिड पछि हटेन। सरकारी कमान्ड सेन्टरमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र गुप्तचरका अधिकारीहरूको उपस्थित थिए, जसको अध्यक्षता प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गरेका थिए। कमान्ड सेन्टरमा सीसीटीभी फिडहरू हेर्ने प्रयास गरिए पनि इन्टरनेट जडान स्थिर थिएन। दिउँसो 12:30 मा कर्फ्यू लगाइयो र प्रदर्शनलाई अवैध घोषणा गरियो। केही प्रदर्शनकारीहरूले प्रहरी युनिटलाई घेरेर इट्टा र ढुङ्गा प्रहार गरे र संसदको गेट हाउसमा आगो लगाए। प्रहरी स्रोत र लगका अनुसार आत्तिएका अधिकारीहरूले कमान्ड सेन्टरसँग सहयोग मागेका थिए। लाठी, पानीको फोरा र रबरको गोलीले भिडलाई तितर बितर पार्न नसकेपछि उनीहरूले बारम्बार गोली चलाउन अनुमति मागे। दिउँसो 12:40 मा पिटर 1 बाट आदेश आयो, कर्फ्यू लागू भइसक्यो, थप अनुमति लिनु पर्दैन, आवश्यक बल तैनात गर्नुहोस्। दिउँसो 1:15 मा प्रहरीको प्रत्यक्ष गोली प्रहारबाट पहिलो मृत्यु भयो। 34 वर्षीय विनोद महर्जनलाई टाउकोमा चोट लागेको अवस्थामा बोकेर लगिएको भिडियो देखिन्छ। पछि अस्पतालमा उनको मृत्यु भयो। पहिलो गोली प्रहार संसद परिषदको कुनामा हुन्छ। पीडित 34 वर्षीय विनोद महर्जन हुन्। त्यस गोली प्रहारका कुनै भिडियो हामीले देखेनौं, तर 1:15 बजे टाउकोमा गम्भीर चोट लागेका विनोदलाई बोकेर लैजाँदै गरेको देख्छौं। पछि अस्पतालमा उनी ज्यान गुमाउँछन्। दिउँसो 2:09 मा सीएम शान्तिपूर्ण रूपमा आन्दोलनको फ्रन्ट लाइनबाट पछि फर्किरहेको देखिन्छन्। आफ्नो स्कुलको झोला बोकेर शान्त रूपमा ताली बजाइरहेका उनको टाउकोको पछाडि गोली लाग्छ र उनी भुइँमा ढल्छन्। दिउँसो 2:21 मा प्रहरीले संसद परिसरभित्रबाट प्रदर्शनकारीमाथि 7 राउन्ड गोली चलाएको भिडियो प्रमाणले देखाउँछ। 14 वर्षीय योगेन्द्र नेउपानेलाई गोली लाग्छ र उनको मृत्यु हुन्छ। केही सेकेन्ड पछि
7 पटक बन्दुक पड्केको आवाज सुन्छ र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यस क्यामेरा एंगलले उनलाई यो अवधिमा प्रहरीको गोली लागि धेरैजना घाइते भए। बेलुकीसम्म 19 जनाको मृत्यु भएको रेकर्ड बाहिर आयो। भदौ 23 को हत्याबाट क्रोध नेपालीहरू भोलिपल्ट सड़कमा उत्रिए, जसले गर्दा हिंसा झनै बढ्यो। प्रहरी चौकीहरू जलाइए र 3 प्रहरीको मृत्यु भयो। समग्रमा 77 जनाको ज्यान गयो। भदौ 24 अर्थात सेप्टेम्बर 9 को दिउँसो 2:30 बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र सरकार ढल्यो। बीबीसीआईले त्यति बेलाको कमान्ड पोस्ट र ग्राउन्डको सिचुएसन एनालिसिस पनि गरेको छ र भनेको छ भदौ 23 मा कमान्ड सेन्टरको नेतृत्व काठमाडौँका प्रमुख जिल्लाधिकारी छबे रिजालले गरेका थिए। उनले कर्फ्यू आदेश जारी गरे। त्यसपछि फिल्डमा खटिएका प्रहरी अधिकारीले संसद भवनको सुरक्षाको नाममा प्रहरी आईजीपीसँग गोली चलाउने आदेश मागे। त्यति बेला उनले भनिदिए गोली चलाउन आदेश मागिरहनु पर्दैन, यसको सीधा अर्थ हुन्छ गोली चलाऊ। खापुङले गोली नचलाऊ भनेको भए पक्कै पनि फिल्डमा रहेका प्रहरी गोली चलाउँदैनथे। गोली चलाउन आदेश मागिरहनु पर्दैन, खापुङको यो आदेश प्रहरी लगमै उल्लेख छ, जसलाई बीबीसीआईले सबैभन्दा ठूलो प्रमाणका रूपमा देखाएको छ। जाँचबुझ आयोगलाई गोली चलाउन आदेश दिएको छैन भनेर पन्सिना खोज्ने खापुङसँग सम्बन्धित दस्तावेज बीबीसीले सार्वजनिक गरिदिएको छ। एउटा पाटो भयो। जाँचबुझ आयोगले भदौ 23 र 24 सँग सम्बन्धित सबै पक्षसँग बयान लिइसकेको छ। प्रहरीका दस्तावेजदेखि सामाजिक सञ्जालमा फैलिएका 10,000 भन्दा बढी भिडियो र तस्बिर पनि आयोगले विश्लेषण गरेको जनाएको छ। अब यहाँ प्रश्न आउँछ, त्यति ठूलो जनधनको क्षतिको असली जिम्मेवार को? राजनीतिक जिम्मेवारी कसको? तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको जिम्मेवारी कति देखिएला? अनि यही प्रश्न आउँछ, त्यो नरसंहार र विध्वंस संलग्न मध्ये कतिजना कारबाहीमा तानिएलान् अनि उनीहरूलाई कारबाही के होला? यति बेला श्रीएमकी आमा लगायत सबै पीडितहरूका परिवार न्यायको पर्खाइमा छन्। मलाई अझै ऊ गए जस्तो लाग्दैन, ऊ छिट्टै फर्किन्छ जस्तो लाग्छ। बीबीसीआईसँग श्रीएमकी आमा भन्छन्, मलाई लाग्छ ऊ आफ्नो स्कुलको पोसाकमै छ, ऊ आफ्नो झोला हल्लाउँदै फर्किनेछ। रुनै आउँदैन क्या, मलाई गफै राख्न मन लाग्छ क्या, यही छ भन्छु अनि म उसँग गफै राख्छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झन्झनको आउँछ, बिहा बोकेर आइपुग्छ भनेर। मैले त छैन भनेर मैले एक्सेप्ट पनि गरेको छु। अस्ति एक दिन सपना देखेको थिएँ, भगवान्सँग दुईटा थापेर मागेको थिएँ, यसरी आइजन भन्दै यसो गर्थेँ, मागेको थिएँ, त्यसरी आएको त हुन्थ्यो।